हेलो एभ्रिबडी 안녕하세요. सबैजना सन्चै आरामै हुनुहुन्छ होला। आजको क्लास चाहिँ सुरु गरौँ है अब। सो हामी लास्टको क्लासमा यहाँसम्म थियौँ है, यो छङ्बुभन्दा अगाडिको पोर्सनसम्म। आज चाहिँ मुनवा वा छङ्बु पढ्नेछौँ है। सो हाम्रो टपिक छ आजको यस च्याप्टर 7 को छङ्बु मुनवामा चाहिँ नाल्सी यानि कि मौसम है। हामी वेदरको बारेमा चाहिँ अध्ययन गर्नेछौँ है त। सो कोरियाको मौसमहरू के कस्ता छन् है, कुन मौसमको विशेषता के छ, कुन मौसममा के हामीले त्यसको मेन एउटा चाहिँ क्यारेक्टर हो, त्यसको बारेमा चाहिँ हामी के गर्नेछौँ पढ्नेछौँ है। सो हेर्नुहोस् त, सुरुमा हाम्रो के छ भन्दा हाङ्गुगुन भनेको कोरिया चाहिँ, फोम भनेको वसन्त, यरुम भनेको ग्रीष्म, खाउल भनेको शरद र ख्यौल भनेको हिउँद है। कोरिया चाहिँ वसन्त अनि ग्रीष्म शरद लगत्तै हिउँद गरी सागेजरी भनेको तपाईँहरूको 4वटा ऋतुले चाहिँ तुरेतान भनेको प्रस्ट्याइएको छुट्याइएको होइन छर्लङ्ग रहेको नारायणिदा भनेको देश हो अरे। सो के रहेछ त भन्दाखेरि कोरिया चाहिँ हाङ्गुगुन, फोम यरुम खाउल ख्यौल भनेको वसन्त ग्रीष्म शरद र यो हिउँद गरी सागेजरी भनेको 4वटा ऋतुले चाहिँ तुरेतान नारायणिदा भनेको छुट्याइएको प्रष्ट भएको के हो त देश हो है। भन्नुको मतलब कोरियामा चाहिँ 4वटा ऋतुहरू मेनली रहेछन् है। हाम्रो हामी चाहिँ 6वटा ऋतु भन्छौँ होइन। सो कोरियामा चाहिँ मेन गरी 4वटा ऋतुहरू रहेछन् है। फोमुन भनेको तपाईँको वसन्त ऋतु चाहिँ फोम यानि कि वसन्त ऋतु चाहिँ मेनली चाहिँ यसको कहिले छ भन्दाखेरि 3 महिना यानि कि सामुलबुत्त ओइलकाजी है। हाम्रो तेस्रो महिनादेखि 5औं महिनासम्मको जुन टाइम फ्रेमलाई चाहिँ के भनिँदो रहेछ, त्यो त्यति बेलाको ऋतुलाई चाहिँ वसन्त ऋतु यानि कि फोम भनेको रहेछ है। फोमुन भनेको वसन्त ऋतु चाहिँ तातु ताम्या भनेको न्यानो हुन्छ र है। वसन्त ऋतुमा चाहिँ के हुन्छ, न्यानो हुन्छ र फतकोत भने चाहिँ तपाईँको चेरीको फुल भन्छ है। सो फतकोत र यङसान हुङ्वा भनेको तपाईँको यो एउटा लालीगुराँस प्रजातिको फुललाई चाहिँ यङसान हुङ भन्छ। यङसान हुङ भनेको एउटा लालीगुराँस प्रजातिको फुल। खातुन भनेको जस्तै चाहिँ आरुमदाउन भनेको एउटा सुन्दर होइन एकदम मनोरम, चाहिँ कोच्छी भनेको फुल चाहिँ मानी फिम्निदा भनेको धेरै फुल्छ अरे। अब के भनेको छ भन्दाखेरि फोमुन यानि कि वसन्त ऋतु चाहिँ तातु ताम्या भनेको न्यानो हुन्छ र फतकोत भनेको चेरीको फुल अनि यङसान हुङ्वा खातुन भनेको यो लालीगुराँस फुल जस्तो खालको प्रजातिको चाहिँ फुलहरू चाहिँ सँगै आरुमदाउन भनेको एकदम राम्रो एकदम मनोरम एकदमै सुन्दर कोच्छी भनेको फुल चाहिँ मानी फिम्निदा भनेको धेरै के गर्छन् फुल्छन् रे यो हाम्रो वसन्त ऋतुमा। सारमदुरुन भनेको मानिसहरू चाहिँ फोममाजी भनेको वसन्त ऋतुलाई स्वागत गर्दै है, वसन्त ऋतुलाई स्वागत गर्ने, वसन्त ऋतुमा रमाउने, कोत खुगिङदो खागो भनेको फुलको दृश्य अवलोकन गर्न पनि जाने, आरुमदाउन भनेको सुन्दर मनोरम चाहिँ, फोम भनेको वसन्त ऋतुको चाहिँ खेङचेरुल चुल्किम्निदा भनेको दृश्यमा चाहिँ के गर्छन् त दृश्यलाई चाहिँ के गर्छन् रमाउँछन् होइन। सो मानिसहरू चाहिँ है, मानिसहरू के गर्दो रहेछन् त भन्दाखेरि वसन्त ऋतुलाई के गर्ने स्वागत गर्ने अनि फुलहरूको मनोरम दृश्यहरू हेर्न जाने र फोमको चाहिँ एउटा यानि कि वसन्त ऋतुको चाहिँ एउटा मनोरम दृश्यलाई चाहिँ दृश्यमा चाहिँ के गर्ने त रमाउने पनि गर्दो रहेछन् है त। सो एकचोटि सर यसको बारेमा फेरि भनौँ है। हाङ्गुगुन भनेको कोरिया चाहिँ फोम यरुम खाउल ख्यौल यानि कि वसन्त शरद, वसन्त ग्रीष्म शरद र हिउँद गरी चाहिँ सागेजरी भनेको 4वटा ऋतुले चाहिँ तुरेतान नारायणिदा भनेको प्रस्ट्याइएको छुट्याइएको डिस्टिङ्क्ट गरिएको एउटा के हो त देश हो। फोमुन वसन्त ऋतु चाहिँ तातो ताम्या भनेको न्यानो हुन्छ र फतकोत भनेको तपाईँको चेरीको फुल, यङसान हुङ्वा खातुन भनेको लालीगुराँस प्रजातिको फुल जस्तै चाहिँ, आरुमदाउन भनेको सुन्दर एकदम मनोरम चाहिँ, कोच्छी भनेको फुल चाहिँ मानी फिम्निदा भनेको के हुन्छ धेरै फुल्छ अरे है। सारमदुरुन मानिसहरू, फोममाजी भनेको वसन्त ऋतुलाई स्वागत गर्ने, वसन्त ऋतुलाई चाहिँ इन्जोय गर्ने, कोतखुगिङदो हागो भनेको फुलहरूलाई चाहिँ अवलोकन गर्ने है। खागो कोतखुगिङदो खागो भनेको फुलहरूको अवलोकन गर्न पनि जाने, आरुमदाउन भनेको सुन्दर चाहिँ, फोम खेङचेरुल चुल्किम्निदा भनेको वसन्त ऋतुको चाहिँ के त भन्दाखेरि यो मनोरम दृश्यहरूलाई चाहिँ के गर्छन् त भन्दाखेरि रमाउने रहेछन् है, त्यसमा चाहिँ इन्जोय गर्ने गर्छन् है। सो हामी अब नेक्स्ट प्याराग्राफतिर जाउँ है। अब हाम्रो के छ भन्दाखेरि यरुम, जुन हामी यरुम भनेर यहाँ भनेको छ, यरुम चाहिँ है समर भन्छ नि होइन, यरुम
यानि कि ग्रीष्मयाम गर्मीयाम। युरेनियन भनेको तपाईँको ग्रीष्मयाममा चाहिँ यानि कि युवा रहेछ अनि युवल बुद्ध फारोल काजी यानि कि छैठौँ महिनादेखि 8औँ महिनासम्मको टाइम पिरियडलाई चाहिँ के भनिन्छ यरुम भनिन्छ। यो ऋतुलाई चाहिँ यसमा यो समयमा पर्ने ऋतुलाई चाहिँ यानि कि युरेनियन भनेको ग्रीष्मयाममा चाहिँ थपको भनेको गर्मी हुन्छ र फिगा मानी उम्रिँदा भनेको पानी धेरै पर्छ। युरेनियन थपको फिगा मानी उम्रिँदा भनेको चाहिँ ग्रीष्मयाममा चाहिँ गर्मी हुन्छ र पानी के पर्छ धेरै पर्छ, धेरै आउँछ। छाङमागा कुन्नागो भनेको तपाईँको छाङमा भनेको कस्तो भन्दाखेरि एकदम बर्खा हुने धेरै हुने यानि कि पानी धेरै पर्ने जुन एउटा सर्टेन समय हुन्छ त्यसलाई भन्छ छाङमा भन्छ कि यानि कि मनसुन होइन पानी परिरहने चाहिँ हो त्यो छाङमा चाहिँ यानि कि छाङमागा कुन्नागो भनेको त्यो मनसुनको पिरियड त्यो पानीको झरीको पिरियड चाहिँ सकिएपछि चाहिँ सामसिप्दोका नम्नुन भनेको 30 डिग्री भन्दा नि माथि चाहिँ कट्ने चाहिँ मुथविगा भनेको एकदम अत्याधिक गर्मी चाहिँ सिजाक थोइमेन भनेको चाहिँ सुरु भयो भने सारमदुरुन भनेको मानिसहरू चाहिँ आरुमदाउन भनेको एकदम मनोरम एकदम सुन्दर चाहिँ हेभेनिना भनेको समुद्री किनार समुद्री तट अथवा खेगुगुरो भनेको तपाईँको भ्यालीतिर भ्याली भनेको कस्तो भन्दाखेरि तपाईँको अब पहाडहरूमा चाहिँ बिचमा जुन एउटा मनोरम दृश्यहरू हुन्छ बिचबाट खोलाहरू बगेको अनि त्यो खोलाहरूलाई चाहिँ रमाउँदै हेर्दै अनि हो त्यस्तो खालको चाहिँ खोजतिर चाहिँ युगारुल तनम्निदा भनेको छुट्टीमा के गर्छन् हिँड्छन् अथवा छुट्टी मनाउन चाहिँ जान्छन् भने है त। सो के रहेछ त भन्दाखेरि हाम्रो चाहिँ छाङमागा कुन्नागो भनेको यो वर्षायाम चाहिँ सकिएपछि चाहिँ सामसिप्दोका नम्नुन मुथवैका सिजाक थमेन भनेको 30 डिग्री भन्दा बढी कट्ने चाहिँ एकदम अत्याधिक गर्मी सुरु भयो भने चाहिँ सारमदुरुन भनेको मानिसहरू चाहिँ आरमदाउन हेभेनिना भनेको एकदम सुन्दर चाहिँ समुद्रको किनार अथवा खेगुगुरु हिवारुल तनमिदा भनेको हाम्रो भ्यालीहरूतिर चाहिँ के गर्छन् त बिदा मनाउन चाहिँ के गर्छन् जाने गर्छन् छुट्ने गर्छन् भनेको है। अनि फामेनुन भनेको रातमा चाहिँ याल्देयारो भनेको यो याल्देया भनेको कस्तो भन्दाखेरि गर्मी महिनामा चाहिँ के हुन्छ भन्दाखेरि कहिलेकाहीँ रातितिर चाहिँ अत्याधिक गर्मी हुने एकदम गुम्म हुने अनि यो कोरियामा चाहिँ के हुन्छ भन्दाखेरि 25 डिग्री सेल्सियस है। यदि रातमा पनि टेम्परेचर के छ त भन्दाखेरि 25 डिग्री सेल्सियस भन्दा माथि छ भने हो त्यस्तो समयलाई के भन्छ याल्देया भन्छ कि त्यस्तो रातलाई के भन्छ याल्देया। सो रातिमा चाहिँ त्यो अत्याधिक गर्मी भएको जुन त्यो गर्मी रातको कारणले गर्दा चाहिँ छामुल सल्सेकिदो हाम्निदा भनेको निन्द्रा नपर्ने पनि हुन्छ निन्द्रा सुत्न चाहिँ गाह्रो पनि हुन्छ भनेर भन्नु खोजेको है। त्यो के हुँदो रहेछ त फामिनुन भनेको रातिमा चाहिँ याल्देयारो भनेको रातमा हुने एकदम अत्याधिक गर्मीको कारणले चाहिँ छामुल सल्सेकिदो हाम्निदा भनेको राति निन्द्रा नपर्ने पनि हुन्छ अथवा सुत्न गाह्रो पनि हुने गर्छ भनेर चाहिँ भनेको छ है। एकचोटि सर र फेरि पढौँ है। युरेनियन थपको फिगा मानी उम्निदा भनेको ग्रीष्मयाममा चाहिँ के हुन्छ गर्मी हुन्छ र पानी धेरै पर्छ धेरै आउँछ। छाङमागा कुन्नागो भनेको तपाईँको वर्षायाम चाहिँ सकिएपछि चाहिँ सामसिप्दोका नम्नुन मुदोवैगा सिजाक थोइमेन भनेको हाम्रो जुन 30 डिग्री भन्दा माथि कट्ने चाहिँ एकदम अत्याधिक गर्मीका दिनहरू चाहिँ सुरु भयो भने चाहिँ सारमदुरुन भनेको मानिसहरू आरुमदाउन हेभेनिना खेगुगुरो हिगारुल तनम्निदा भनेको सुन्दर समुद्रको किनार अथवा चाहिँ खोज खोल्चा भ्यालीहरूतिर चाहिँ के गर्छन् त भन्दाखेरि बिदाको लागि प्रस्थान गर्छन् अथवा बिदाको लागि छुट्छन् अथवा बिदा मनाउन जान्छन् भन्ने कुरा है। फामेनुन याल्देयारो छामुल सल्सेकिदो हाम्निदा भनेको राति चाहिँ अत्याधिक गर्मीको कारणले गर्दा चाहिँ सुत्न गाह्रो पनि हुने गर्छ भनेर चाहिँ भनेको छ है। यो हाम्रो चाहिँ युरुमको विशेषता भयो यानि कि ग्रीष्मयामको विशेषता है त कोरियाको। अब हामी जाउँ केसमा त भन्दाखेरि खाउल यानि कि शरद ऋतुको विशेषताको बारेमा हामी एकचोटि हेरौँ होइन यसको विशेषता के छ फिचर्सहरू। खाउरेन भनेको तपाईँको शरद ऋतुमा चाहिँ यो शरद ऋतु चाहिँ खोवलबुत्त सिप इरवल है काजी यानि कि 9औँ महिनादेखि चाहिँ 11औँ महिनासम्मको जुन समय अवधिलाई चाहिँ हामीले के भन्ने रहेछौँ खाउल है शरद ऋतु भनेर भनिन्छ। खाउरेनुन भनेको तपाईँको शरद ऋतुमा चाहिँ मालगो भनेको मौसम सफा हुने र स्योनान नाल्सेका इयजिम्निदा भनेको शीतल मौसमहरू के हुन्छन् हुने गर्छ है त। सो हाम्रो खाउरेनुन भनेको शरद ऋतुमा चाहिँ मालगो भनेको मौसम सफा र स्योनान नाल्सेका इयजिम्निदा भनेको एकदम शीतल मौसमहरू के गर्छन् हुने गर्छ है। ह्याङ्गिङ सेक्सेगुरो भनेको विभिन्न किसिमका थरी चाहिँ के त भन्दाखेरि रङहरूको कारणले चाहिँ ह्याङ्गिङ सेक्सेगुरो भनेको विभिन्न किसिमको थरीका रङहरूले चाहिँ खोप्के भनेको एकदम सुन्दर हुने गरी मुल्दुन भनेको बनाइएको है। कस्तो भन्दाखेरि मुल्दुन भनेको एकदम रङ्गीन बनाउनुलाई मुल्दुन भन्छ कि। सो ह्याङ्गिङ सेक्सेगुरो भनेको विभिन्न किसिमका रङहरूले चाहिँ खोप्के मुल्दुन भनेको एकदम सुन्दर बनाएको एउटा रङ्गीन चाहिँ थानफुङ्गुल फोगी उयो भनेको अब यो थानफुङ भनेको के भन्दाखेरि शरद ऋतुमा चाहिँ के हुन्छ भन्दाखेरि पात पुरानो पात झर्ने नयाँ पालुवा पलाउने यस्तो खालको हुन्छ नि त। अनि त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि
यो रुखको पातहरूले चाहिँ होइन कहिले रातो रङमा कहिले जुन पहेँलो खालको रङमा चाहिँ के गर्छन् त भन्दाखेरि एउटा जुन आफ्नो कलर चाहिँ चेन्ज गर्ने गर्छ कि हो त्यो रुखहरूको पातले चाहिँ जुन कलर चेन्ज गरेको जुन दृश्य छ नि हो त्यसलाई भनिन्छ थान्फुङ भन्छ है। अनि कि हाम्रो शरद ऋतुमा चाहिँ जुन रुखहरूले चाहिँ कलरको रुखको त्यो पातको कलर चेन्ज हुन्छ नि हो त्यसलाई के भन्छ थान्फुङ भन्छ। सो विभिन्न कलरहरूले चाहिँ सुन्दर बनाएको त्यो थान्फुङ यानि कि यो के अरे रुखको पातहरूलाई चाहिँ फोगी वे भनेको हेर्नको लागि सानुरो भनेको चाहिँ पहाडतिर चाहिँ एहेङ्गुल तनानुन भनेको भ्रमणमा छुट्ने अथवा भ्रमणमा जाने चाहिँ सारमदुरी भनेको मानिसहरू मानसुम्निदा भनेको धेरै हुन्छन् रे। सो विभिन्न रङहरूले गर्दा चाहिँ सुन्दर बनिएको सुन्दर रङ्गीन बनेको जुन त्यो पातहरूलाई चाहिँ हेर्नको लागि चाहिँ के गर्छन् मानिसहरू चाहिँ भ्रमण गर्न चाहिँ के गर्छन् जाने मान्छेहरू धेरै हुन्छ भनेको छ है। अनि नाल्सिगा भनेको मौसम चाहिँ छुवा भनेको राम्रो भएर है अथवा राम्रो भई मौसम चाहिँ राम्रो भएको हुनाले चाहिँ हाक्के उन्दङ वेना भनेको स्कुलहरूको स्पोर्ट इभेन्ट्स छुक्चेदुङ्गा भनेको महोत्सव आदि खात्तुन छुङ्यान हेङ्सागा मानि एलिम्निदा भनेको यस्ता चाहिँ एकदम इम्पोर्टेन्ट खालको इभेन्टहरू चाहिँ के हुन्छ भन्दाखेरि धेरै चाहिँ सञ्चालन गर्ने गर्छ अरे है त। एकचोटि फेरि यसको बारेमा भन्नु है। खाउरेन मालगुस्योनन नाल्सिगा यदुम्निदा भनेको शरदमा चाहिँ के हुन्छ मौसम सफा हुन्छ र शीतल नाल्सी यानि कि मौसम पनि हुन्छ। ह्याङ्गिङ सेक्सेकुरो खुप्के मुल्दुन थान्पुङ्गुल फोगी वे सानुरो एहेङ्गुल तनानुन सारमदुरी मानसुम्निदा भनेको चाहिँ विभिन्न रङहरूले चाहिँ रङ्गी चङ्गी बनेका चाहिँ ती पातहरूलाई चाहिँ हेर्नको लागि चाहिँ के गर्छन् मानिसहरू भ्रमणको लागि चाहिँ धेरै मानिसहरू चाहिँ पहाडतिर जाने पनि गर्छन् भनेर चाहिँ भने चाहिँ नाल्सिगा छुवा हाक्यो उन्दङ होइन छुक्चे दुङ्गा खात्तुन छुङ्यान हेङ्सागा मानि एलिम्निदा भनेको अब यो मौसम राम्रो भएर यति बेला के हुन्छ शीतल हुन्छ सफा हुन्छ होइन त्यही भएर चाहिँ स्कुलका इभेन्टहरू स्कुलका चाहिँ स्पोर्ट्सहरू र महोत्सवहरू र विभिन्न थुप्रै चाहिँ कार्यक्रमहरू के गर्छन् त भन्दाखेरि आयोजना पनि गर्ने गर्छन् भनेर चाहिँ भने चाहिँ यो हाम्रो शरद ऋतुको विशेषताहरू। अब हेर्नु त कस्तो भन्दाखेरि थान्फुङ भनेको हेर्ने यो हाम्रो के छ त भन्दाखेरि कलरहरूको जुन हेर्नु त यो रुखहरूको कलरको पात यसो चेन्ज भएको छ नि त वैसरी चाहिँ विभिन्न जुन यो येल्लो अनि यो रेड कलरहरूको पातमा चाहिँ चेन्ज भएको पातलाई चाहिँ के भन्छन् त भन्दाखेरि त्यसलाई थान्फुङ भन्छ। यो दृश्यलाई के भनिन्छ थान्फुङ। यो हेर्नको लागि मान्छे के गर्छन् भन्दाखेरि पहाडहरूमा चढ्ने अनि रुखहरूले पत्ता चाहिँ जुन रङ परिवर्तन गरेको दृश्यहरू हेर्न चाहिँ के गर्छन् मान्छेहरू पहाडतिर जाने गर्छन् भने चाहिँ ठिक छ। ओके यसलाई भन्छन् थान्फुङ है। अनि यहाँ चाहिँ हाम्रो खेउल भन्ने चाहिँ अब खेउल भनेको के हो त भन्दाखेरि हाम्रो हिउँद ऋतु यानि कि चिसोयाम है। खेउरुन भनेको तपाईँको के त भन्दाखेरि यो हिउँद ऋतु चाहिँ अब मेनली भनेको शिव युवर बुद्ध युवल काजी यानि कि 12 महिना डिसेम्बरदेखि फेब्रुअरीसम्मको टाइम पिरियडलाई के भनिन्छ त खेउल यानि कि हिउँद ऋतु भनिन्छ। र यो हिउँद ऋतु चाहिँ यङहा भनेको 0 डिग्री भन्दा तल है माइनस भन्न खोजेको माइनस चाहिँ के त भन्दाखेरि सिप्तो काजी भनेको 10 डिग्रीसम्म 0 भन्दा तल भने चाहिँ माइनसमा आउँछ त्यही भएर -10 डिग्रीसम्म चाहिँ नेरेखाल छङ्दरो भनेको तल हुने र जाने जति जति के हुने तल जाने यानि कि टेम्परेचरहरू चाहिँ -10 डिग्री जति चाहिँ के गर्ने त तल जाने भएर चाहिँ मेउ भनेको ज्यादै चाहिँ छुक्को भनेको चिसो र खाङमुरी अल्गिदो हाम्निदा भनेको तपाईँको खाङ भनेको नदी मूल भनेको पानी भने चाहिँ यो नदीको पानी चाहिँ जम्ने पनि हुन्छ अरे भनेको मतलब तपाईँको खाउरेनुन भनेको तपाईँको यो हिउँद ऋतु चाहिँ यङा सिप्तो काजी नेरेगाल छङ्दोरो मेउ छुप्को खाङबरी अल्गिदो हाम्निदा भनेको अब यो हिउँद ऋतुमा चाहिँ 0 डिग्री -10 डिग्रीसम्म चाहिँ हुने भयो जति चाहिँ टेम्परेचर तल जाने भएको हुनाले चाहिँ एकदम के हुन्छ चिसो पनि हुन्छ र यो नदीहरूको पानी चाहिँ के पनि हुन्छ जम्ने पनि हुन्छ भनेर चाहिँ भनेको छ। नोफुन भनेको अग्लो चाहिँ छिदेनुन भनेको क्षेत्रमा एकदम उच्च भेगमा चाहिँ नुनी मानी नेरेवा भनेको हिउँ धेरै परि चाहिँ सुखिना स्केट बोर्ड दुङ भनेको अब स्की होस् अथवा स्केट बोर्डहरू चाहिँ के गर्ने त दुङ भनेको आदि चाहिँ खेउल सुफो चुरुल भनेको यो हिउँद ऋतुमा खेल्ने स्पोर्ट्सहरू चाहिँ छुल्किनुन सारमदुरी मान्छुम्निदा भनेको रमाउने मानिसहरू धेरै हुन्छन् भनेको अब उच्च भेगमा चाहिँ के हुने रहेछ त भन्दाखेरि हिउँ धेरै पर्ने रहेछ। अनि स्की भनेको त्यो दुईवटा ट्याक्कै यो स्टिक जस्तो लिएर चाहिँ हिउँमा जुन खेल्ने हुन्छ नि त्यसलाई स्की भन्छ है। अनि त्यो र सँगसँगै अर्को स्केट बोर्ड भनेको चाहिँ तलपट्टि एउटा जुन चक्का जस्तो हुन्छ नि हो त्यो भएको खालको जुन स्केट बोर्डहरू अथवा स्कीहरूले चाहिँ यो हाम्रो जुन केमा भन्दा हिउँमा खेल्ने एउटा यो खेल स्पोर्ट्स हो यानि कि हिउँदमा खेल्ने खेलहरूलाई चाहिँ रमाउने पनि गर्ने मानिसहरू के हुन्छन् धेरै हुन्छन् रे। अनि सामिरुन भनेको छुप्को भनेको 3 दिन चाहिँ चिसो हुने र साइरुन तातो दान भनेको 4 दिन चाहिँ अलि न्यानो हुने। यो बडो गजबको चाहिँ के छ भन्दाखेरि मनोरम दृश्य छ त्यहाँ यो हिउँदमा चाहिँ
3 दिन चिसो हुने र 4 दिन यो तातो हुने कन्डिसन पनि हुन्छ, जसलाई चाहिँ सामान साउन भनेको यो एउटा जुन कन्डिसन जुन हुन्छ नि, 3 दिन चाहिँ के हुने चिसो हुने, 4 दिन चाहिँ के हुने न्यानो हुने। यो चाहिँ हेन्साङ्गी नाथा नागिदो हाम्रिदा भनेको यस्ता चाहिँ घटना, यस्तो जो फेनोमेनन, यस्तो चाहिँ प्रकृतिले दिएको यो रचना चाहिँ के त भन्दाखेरि देखा पर्ने पनि गर्छ भने है त। सो एकचोटि फेरि यसको बारेमा पढौँ है। खाउरुन भनेको तपाईँको यो हिउँद चाहिँ यङ्गा सिप्तोकाजी नेरेखाल छङ्दोरो भनेको -10 डिग्री जति चाहिँ टेम्परेचर तर जाने पनि भएकोले चाहिँ मेउ छुपको ज्यादै चिसो हुन्छ र खाङमरी अल्गिदो हाम्निदा भनेको नदीको पानी जम्ने पनि गर्छ। नोपुन छिदेनुन भनेको उच्च भेगमा चाहिँ नुनी मानी नेर्य भनेको हिउँ धेरै परि सुकिना स्केटु बुद्धुङ खेउल सुपोचुरुल छुल्किनुन सारामदुरी मान्छुम्नेता भनेको अब स्की होस् अथवा स्केट बोर्ड जस्ता चाहिँ यो हाम्रो हिउँद ऋतुमा खेल्ने स्पोर्ट्सहरूमा रमाउने मानिसहरू पनि के छन् त धेरै छन् है। सामिरुन छुप्को साइरुन तातुतान भनेको 3 दिन चिसो हुने र 4 दिन चाहिँ के हुने न्यानो हुने चाहिँ सामान साउन भनेको यो जुन 3 दिन चिसो हुने 4 दिन यो 4 दिन चाहिँ न्यानो हुनेलाई चाहिँ भनिन्छ। अनि हेन्साङ्गी नातानागिदा हाम्रिदा भनेको यस्ता चाहिँ घटना, यस्ता चाहिँ फेनोमेननहरू चाहिँ देखा पर्ने पनि गर्छ भनेर चाहिँ भनेको छ है। अब जाउँ हामी लास्टमा चाहिँ के छ भन्दाखेरि हाङ्गुक सारामदुरुन भनेको कोरियन मान्छेहरू, नमु थौन भनेको एकदम ज्यादै गर्मी, यरुमिना भनेको ग्रीष्म अथवा नमु छोन भनेको ज्यादै चाहिँ के त भन्दाखेरि तपाईँको चिसो, खेउल बोदा यानि कि हिउँद भन्दा ज्यादै गर्मी हुने यो ग्रीष्म अथवा ज्यादै चिसो हुने हिउँद भन्दा चाहिँ सियोनागो भनेको शीतल र खेङ्चिगा आरुमदाउन भनेको दृश्यहरू चाहिँ एकदम मनोरम हुने, सुन्दर हुने चाहिँ फोमग्वा भनेको बसन्त अथवा खाउरुल छुआम्निदा भनेको शरदलाई मन पराउँछन् रे। यानि कि कोरियनहरूको कस्तो नेचर रहेछ भन्दाखेरि जुन यरुममा ग्रीष्ममा के हुन्छ गर्मी हुन्छ, त्यही भएर ग्रीष्मलाई पनि खासै मन पराउँदैनन् र खेउलमा यानि कि हिउँदमा चिसो धेरै हुन्छ। त्यही भएर त्यो भन्दा पनि एकदम मौसम पनि सफा हुने, दृश्य पनि राम्रो हुने हैन, मनोरम दृश्य हुने हाम्रो वसन्त ऋतु र के त भन्दाखेरि यानि कि खाउल शरद ऋतुलाई चाहिँ के गर्छन् मन पराउँछन्। खुरना तर योजुमुन भनेको हिजो आज चाहिँ इसाङ ख्योनुरो भनेको त अनौठो खालको टेम्परेचरको कारणले गर्दा हैन, अब जुन हुन्छ नि गर्मी हुनुपर्ने मा अत्याधिक गर्मी हुने, चिसो हुनुमा पनि अझै गर्मी बढी भइदिने हैन। यो चाहिँ कस्तो भन्दाखेरि ग्लोबल वार्मिङको कारणले गर्दा हुन्छ नि। अब यो ग्लोबल वार्मिङको कारणले चाहिँ फोमगा खाउरी भनेको तपाईँको वसन्त र यो शरद ऋतु चाहिँ चाल्बा दिनको कात्थागो भनेको छुटिँदै गएको भनेर चाहिँ मानुन छारामदुरी यागी हाम्रिदा भनेको धेरै मानिसहरू कुरा गर्छन्। मतलब हिजो आज चाहिँ ग्लोबल वार्मिङको कारणले गर्दाखेरि फोम हुन 3 महिना, हरेक ऋतु 3 महिना हुनुपर्ने नि त। त्यो 3 महिना छोटो कि 3 महिना नहुँदै 2 महिनामा चाहिँ अर्को ऋतु परिवर्तन हुने, यस्ता चाहिँ यो ऋतु परिवर्तन चाहिँ चाँडो चाँडो हुने खालको चाहिँ यो कन्डिसनहरू पनि देखा परेको छ। अथवा ऋतुहरू यो फोम यानि कि वसन्त ऋतु र शरद ऋतु छुट्टिँदै गएको भन्ने मानिसहरूले चाहिँ के गर्छन् कुराकानी गर्ने गर्छन् भनेर चाहिँ भनेको छ। यो हाम्रो के भयो त भन्दाखेरि नाल्सीको बारेमा हो, मौसमको बारेमा। यसलाई चाहिँ चेरीको फुल यस्तो हुन्छ है, यो चाहिँ आरुको फुल जस्तो नै देखिन्छ हैन, सो यसलाई चेरीको फुल भन्छ। अनि यो 4वटा फोम, यरुम, खाउल, खेउलको बारेमा हामीले पढ्यौँ है। अब हामी जाउँ यहाँ वागिन यो भन्छ, यानि कि हामीले अब चेक जाँच गर्ने भन्न खोजेको हो। यसमा चाहिँ के छ त भन्दाखेरि छोआनुन खेजरे थिए यागी हाल्सुत्ता भनेको आफूलाई मनपर्ने ऋतुको बारेमा कुराकानी गर्न सक्ने हुनु पर्यो है। अनि नाल्सिए थिए मुतको थेदा बाल्सुत्ता भनेको मौसमको बारेमा सोध्ने र जवाब दिन सक्ने हुनु पर्यो हैन। अनि फुजुङ फ्योनुल साङ हाया माराल्सुत्ता भनेको अब यो नेगेटिभ एक्सप्रेसनहरूको कुरा गरेर हैन, कुराकानी प्रयोग गरेर चाहिँ कुराकानी गर्न सक्ने हुनु पर्यो है। सो यो आफूले चेक गर्ने कुराहरू भयो है। ल अब हामी जाउँ यो एक्सर्साइज एल्कीमा जाउँ है। सुरुमा यहाँ हेरौँ त, थाम थानवा ख्वान्गिनुन गसुल मौसिमनिका भन्छ। अब तलको मध्ये चाहिँ एकदम मिल्ने चाहिँ के हो त शब्दावली कुन हो अथवा मिल्ने कुरा के हो भनेर सोधेको छ। अब यहाँ हाम्रो के छ त भन्दाखेरि यरुम भनेको ग्रीष्म, अब यो खेजल ऋतु हो कि एहेङ भ्रमण हो कि छाङजो ठाउँ हो कि मेङजल चाडपर्व हो भन्नुहोस् त। अब हाम्रो यो एकदम सिम्पल छ, यरुम हाम्रो के हो त खेजल यानि कि यो ऋतु हो है। सो राइट एन्सर हाम्रो 1 भयो। अनि यतापट्टि हेर्नुहोस् त, हामीलाई के सोधेछ भन्दाखेरि थाउमजुङ मिचुल छिन फुबनी मान्नुन मुन्जाङ्गुल खुरिसिप्सियो भनेछ। यानि कि यो हाम्रो यहाँ अन्डरलाइन गरेको छ कि लास्टमा यो अन्डरलाइन गरेको मध्ये कुन चाहिँ शब्दावली चाहिँ एकदम मिलेको छ है, त्यसलाई चाहिँ छान्नुहोस् भनेछ। अब हेर्नुहोस् त, छिप्काजी खरस इसिप पुन्चुम थुरायो अरे, यानि कि घरदेखि चाहिँ हिँडेर चाहिँ 20 मिनट जति लाग्छ भन्नु पर्यो नि त। अब समयमा चाहिँ थुरायो भन्दा पनि खल्लिदा लाग्छ नि, खल्लियो हुनुपर्ने थियो।
त्यही भएर यो पनि लागेन। जुन यो खल्यो यो छ नि यहाँ भइदिएको ठिक थियो के है। अनि थोइगुन सिकाने छागा मानी अब खल्यो अरे। अब हामीले छागा मानी मिलिँदा हुन्छ कि यो छुट्टी हुने समयमा चाहिँ गाडीहरू एकदम के हुन्छ भिडभाड हुन्छन् भन्नु पर्यो नि त। फोक्की त फोक्चापे हो भन्नु पर्यो कि त मिलिँदा छागा मिलिँदा भन्छ नि त। त्यही भएर यो खलिँदा पनि मिलेन है। यो खलिँदा मिलेन है। अनि अनि अर्को के छ भन्दाखेरि सेङ्गिरे भनेको जन्मदिनमा चाहिँ सिङ्गोदुरले साथीलाई चाहिँ छिबुरो घरतिर खन्न खासा अरे पार गरेर गयो अरे। अब साथीलाई चाहिँ यो जन्मदिनमा चाहिँ साथीहरूलाई घरतिर हिँडेर गयो पार गरेर गयो भन्ने कि बरु बोलायो फुल्लायो भन्नु पर्यो नि त। घरतिर बोलायो भन्नु पर्यो होइन। कि त साथीमा जन्मदिनमा साथीको घर गयो भन्नु पर्यो। अनि साथीलाई सेङ्गिरे भनेको जन्मदिनमा चाहिँ छिङ्गुदुरुल भनेको साथीहरूलाई चाहिँ अब घरतिर के गरे बोलायो भन्नु पर्यो। त्यही भएर यहाँ खन्न खासयो पनि भने फुल्लसयो भने हुन्थ्यो फुरुदाबाट फुल्लसयो। अनि आछिमे फिगा वनुन्दे बिहान पानी परेको थियो तर छिगुमन खुच्चसयो भनेको अहिले चाहिँ के अरे रोकियो अरे। त्यो सब हाम्रो राइट एन्सर कति भयो फो भयो। यो नुन्दे वाला व्याकरण युज भएको छ। यसले एकोले अथवा तर भन्ने दिन्छ। तर हाम्रो के छ भन्दाखेरि अगाडिको वाक्य र पछाडिको वाक्य चाहिँ नेगेटिभ छ भने चाहिँ यसको अर्थ के हुन्छ त तर हुन्छ है। सो यहाँनिर बिहान पानी परेको थियो तर अहिले चाहिँ के अरे रोकियो भनेको छ है। सो राइट एन्सर कति हो फो भयो। अब हेर्नु त फिन्कने थुर्काल खाजाङ आलमाजुन कसल मोस्ट खोरिसिप्सी भनेछ। खाली ठाउँमा सबभन्दा मिल्ने चाहिँ कुरा चाहिँ के होस् छान्नुहोस् भनेको छ है। ल खिम्ची चिगेगा भनेको हाम्रो खिम्ची चिगे चाहिँ नमु ज्यादै चाहिँ डडट छ है। छोसु मेसा छन्छने थुस्यो भनेको अब ध्यान दिएर चाहिँ के गर्नुहोस् त बिस्तारै चाहिँ लिनुहोस् खानुहोस् भने चाहिँ अब के भएर चाहिँ पछाडिको यो वाक्य प्रयोग भयो होला त छक्सुम्निदा थोरै भएर किम्ची चिगे थोरै छ त्यसैले बिस्तारै खानुहोस् है। ध्यान दिएर बिस्तारै खानुहोस्। फिसाम्निदा महँगो छ त्यही भएर ध्यान दिएर बिस्तारै बिस्तारै खानुहोस्। मासिसिम्निदा भनेको मिठो छ त्यही भएर ध्यान दिएर बिस्तारै खानुहोस्। र तुगप सम्निदा भनेको तातो छ त्यही भएर ध्यान दिएर बिस्तारै खानुहोस्। भने चाहिँ के भएर होला त किम्ची चिगेगा नमु तुगप सम्निदा यानि कि तातो छ। छोसी मेसा ध्यान दिएर छन्छ नि थुस्यो भनेको बिस्तारै के गर्नुहोस् खानुहोस् भन्नु पर्यो। सो राइट एन्सर हाम्रो कति हुन्छ फो हुन्छ है। सो हामी नेक्स्ट क्वेसन हेरौँ। ओके यसमा पनि हाम्रो के छ फिन्कान छ है। खाली ठाउँ भर्ने हो। फिन्काने थुरकाल खाजाङ आलामाजुन फेनुल खोल्ला मुन्जाङ्गुल वनसँग आस्यो भनेको अब फिनखानमा चाहिँ जाने चाहिँ यानि कि फिनखानमा चाहिँ खाली ठाउँमा भर्ने चाहिँ सबभन्दा मिल्ने अभिव्यक्तिलाई चाहिँ के गर्नुहोस् छानेर चाहिँ यो वाक्यलाई चाहिँ के गर्नुहोस् पुरा गर्नुहोस् भनेको। सो हाम्रो यहाँ के छ भन्दाखेरि छे खोयाङ्गुन भनेको मेरो गाउँ चाहिँ डट डट अब के छ थाहा भएन है। छनुन भनेको म चाहिँ हाङ्गुगे वास भनेको कोरिया आएर चाहिँ छौम खेउरुल भनेको पहिलो पटक चाहिँ के त हिउँद ऋतुलाई चाहिँ ख्याङ्गम हेसुम्निदा भनेको अनुभव गरे। अब मेरो गाउँ चाहिँ डट 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 हो है। म चाहिँ कोरिया आएर चाहिँ पहिलोपल्ट चाहिँ के गरेँ त भन्दाखेरि हिउँद ऋतुलाई चाहिँ के गरेँ त अनुभव गरेँ भने चाहिँ उसले योभन्दा अगाडि हिउँद ऋतुको यानि कि चिसोको अनुभव गरेको थिएन है। नमु छोस भनेको ज्यादै चिसो भएर चाहिँ कामचक नल्ला सुम्निदा भनेको एकदम छक्क परे भन्छ नि एकदम होइन। योभन्दा अगाडि चिसो छ भन्ने नै थाहा थिएन उसले कोरियामा यस्तो हिउँद यानि कि चिसो देख्यो ऊ त एकदम के पर्यो छक्क पर्रे। भनेपछि अब के होला उसको गाउँमा के होला त फारामी मानी फुम्निदा अरे हावा धेरै चल्छ अरे। गाउँमा हावा चल्छ कोरियामा पहिलोपल्ट आएर यो चिसो देख्यो भन्ने अलिकति सुहाउँदै सुहाएन है। अनि फिका छाजु उम्रिँदा भनेको पानी पर्छ भनिरहेछ। अब यहाँ मेरो गाउँमा चाहिँ पानी पर्दैन यहाँ आएर चाहिँ पानी परेको देखेर चाहिँ म छक्क परेँ भन्न मिल्थ्यो। पानीसँग र हिउँको कुरै अब सरकारै भएन है। अनि नाल्सीका हाङसाङ तातो धाम्निदा भनेको मौसम के हुन्छ सधैँ न्यानो हुन्छ। मेरो गाउँमा चाहिँ के हुन्छ मौसम सधैँ के हुन्छ न्यानो हुन्छ तातो हुन्छ हो किन। त्यही भएर कोरियामा आएर मैले पहिलोपल्ट के गरेँ त यो हिउँद ऋतुको अनुभव गरेँ ज्यादै चिसो भएर के गरेँ एकदम छक्क परेँ भन्नु पर्यो नि त। सो हाम्रो राइट एन्सर कति हुन्छ 3 हुन्छ है। नाल्सीका नमु छुप्सम्निदा भनेको मेरो गाउँमा चाहिँ मौसम एकदम चिसो हुन्छ भन्न मिलेन किनकि चिसो भइदिएको यहाँ आएर चिसो देखेर किन छक्क पर्छ त नि पर्थेन नि त। सो हाम्रो राइट एन्सर कति भयो त 3 हुन्छ है। सो नेक्स्ट क्वेसनमा मुभ गरौँ। सो अघि हामीले यो मुनुवा छङ्गोमा नि यसको चाहिँ प्यासेज हेरेको थियौँ है। अब यसको चाहिँ हामीले सिधै अप्सन हेरेर पनि हामीले पत्ता लगाउन सक्ने हुनुपर्छ है। यस्तो क्वेसनहरू चाहिँ एकचोटि पढिसकेपछि चाहिँ यो प्यासेज त हामीले बुकमै छ नि त बुकमा भएको कुराहरू त सिधै हामीले अप्सन हेरेर पनि मिलाउन सक्ने हुनुपर्छ है। सो यहाँ हेरेर त के भनेको छ सुरुमा 1 नम्बरमा अब सिधै अप्सन जाउँ है हामी यसको चाहिँ प्यासेजै नहेरौँ है मिल्छ कि मिल्दैन। हाङ्गुगुन भनेको कोरिया चाहिँ खेजेरे फेनवागा तुरत हाजी आन्सुमिदा भनेको कोरिया चाहिँ ऋतुको चाहिँ परिवर्तनको कुनै प्रस्ताएको छैन ऋतु परिवर्तन केही पनि हुँदैन होइन भनेर चाहिँ कुरा गरेको छ। तर हामीले त के पढ्यौँ कोरियामा त 4 ऋतु हुन्छ
भनेपछि ऋतु परिवर्तन हुने भयो नि त। भनेपछि कोरियामा चाहिँ यहाँले के चाहिँ ऋतु परिवर्तनको कुनै त्यस्तो स्पष्ट छैन हैन भनेर चाहिँ भनेको छ। भनेपछि यो हाम्रो के भएन है। अनि छोक्चेनुन नाल्चेका छौन भनेको महोत्सवहरू कुनै पनि इभेन्टहरू चाहिँ मौसम राम्रो हुने चाहिँ राम्रो भएको चाहिँ खाउरे मानि एलिम्निदा भनेको यो शरद ऋतुमा चाहिँ के गर्छन् धेरै गर्छन् रे। यो महोत्सवहरू चाहिँ नाल्चे राम्रो हुने चाहिँ के त भन्दाखेरि शरद ऋतुमा चाहिँ के गर्छन् धेरै गर्छन् भनेको चाहिँ हामीले प्यासेजमा नि पढाएको थियौँ। त्यही भएर हाम्रो राइट एन्सर कति हुने हो 2 हुने है। मुथवेगा कुन्नामेन भनेको अत्याधिक गर्मी चाहिँ सकियो भने चाहिँ फिगा मानि ओनुन भनेको पानी धेरै पर्ने छाङमागा सिजाक थैम्निदा भनेको यो हिउँद ऋतु हिउँद भन्नाले यो बर्खा ऋतु चाहिँ के हुन्छ त सुरु हुन्छ रे। अब गर्मी सकिएपछि पानी पर्ने छाङमा सुरु हुने हो कि यो पानी पर्ने सिजन सकिसकेपछि गर्मी सुरु हुन्छ भनेको छ कोरियामा। भनेपछि छाङमा सकिएपछि के हुन्छ यो गर्मी सकिएपछि छाङमा आउने हैन कि पानी पर्न सकिसकेपछि के हुने हो त भन्दाखेरि गर्मी सुरु हुने भनेर भनेको छ। त्यही भएर यो पनि ट्याक्कै उल्टो भने यो मिलेन है। अनि यहाँ के छ भन्दाखेरि ख्यौरेनुन भनेको हिउँद ऋतुमा चाहिँ नमु छुवस भनेको एकदम जाडो भएर चाहिँ चिसो भएर चाहिँ सारमदुरी भनेको मानिसहरू चाहिँ यावे हवालदुङ हाजी आन्चुम्निदा भनेको बाहिर कुनै पनि इभेन्टहरू कुनै पनि खेलहरू यो स्पोर्ट्सहरू चाहिँ के पनि गर्दैनन् हैन। बाहिर कुनै पनि क्रियाकलाप गर्दैन भनेको छ। यस्तो हो र होइन नि। बाहिर स्की खेल्छ, स्केटबोर्ड खेल्छ, नुन छारामा हैन मानिसहरू यस्तो विभिन्न इभेन्टहरू हैन खेलहरू खेल्ने गर्छन्। सो यो पनि भएन है। सो हाम्रो राइट एन्सर कति भयो त भन्दाखेरि 2 भयो। ल यता मुभ गरौँ। यसमा चाहिँ के छ लाइक यो हाम्रो लिसनिङतिर आयो। अब हामी ओके लिसनिङ हेरौँ। लिसनिङको लागि चाहिँ हाम्रो ट्र्याक नम्बर कति हो त? ट्र्याक नम्बर चाहिँ हाम्रो 62 हो है। ट्र्याक नम्बर हाम्रो 62 हो। ट्र्याक नम्बर 62 हेरौँ है। हाम्रो यता जाउँ। ट्र्याक नम्बर 62 हामी हेरौँ है। हाम्रो चाहिँ ट्याक्कै यही होला। एकचोटि ब्याक गरौँ। 1번 ओके हाम्रो ट्र्याक नम्बर 62 चाहिँ यही हो है। यसलाई चाहिँ हामी सुरु गरौँ। 11 भन्छ 1 नम्बर। 다음을 듣고 들은 내용과 관계 있는 그림을 고르십시오. 날씨 ओके ठाउँमुल तुतको तुरुन नेङवा 관계있는 그림을 고르십시오 भनेको तलको कुरा चाहिँ सुनेर चाहिँ के गर्नुस् मिल्ने शब्दहरू यानि कि यो चित्रलाई चाहिँ के गर्नुस् त छान्नुस् भनेको छ है त। अब हामीले के गर्नु पर्यो सुरुमा एकदम लिसनिङ मजाले के गर्नु पर्यो ध्यान दिएर चाहिँ सुन्नु पर्यो है। सो मैले यसलाई प्ले गर्छु है। 날씨가 너무 덥네요. मौसम एकदमै के छ त भन्दाखेरि गर्मी छ। 우리 바다에 갈까요? हामी समुद्र जाउँ त? जाउँ कि भनेर सोध्दाखेरि 좋아요. हुन्छ राम्रो छ। 바다에 가서 수영해요. ओके के गरौँ त समुद्रमा गएर पौडी खेलौँ हुन्छ भनेर भनेको छ त। लिसनिङले के भन्यो त भन्दाखेरि नाल्चेगा नमु थम्ने हो यानि कि मौसम ज्यादै के छ त भन्दाखेरि तपाईँको के छ गर्मी छ। उरी फादाए खाल्कायो हामी समुद्रतिर जाउँ कि भनेर चाहिँ सोधेको छ है। अनि केटीले के भन्छ त भन्दाखेरि छोआयो हुन्छ राम्रो छ है हुन्छ। फादाए खास सुयङ यो समुद्र गएर के गरौँ त पौडी खेलौँ भनेको छ। भनेपछि पौडी खेल्ने कुरा हाम्रो कता छ त भन्दाखेरि पौडी खेल्ने कुरा चाहिँ हाम्रो केमा छ त अप्सन 1 मा छ है। सो राइट एन्सर हाम्रो कति भयो त अप्सन 1 भयो। ओके नेक्स्ट क्वेसनतिर मुभ गरौँ। थु सारामुन मोसे थिए माराको सुम्निदा भनेछ। सुम्निका दुईजना मान्छे चाहिँ के को विषयमा चाहिँ कुराकानी गरेछ भन्ने कुरा है। ध्यान दिएर सुन्ने लिसनिङ। ओके 2번 두 사람은 무엇에 대해 말하고 있습니까? 비가 계속 오네요. ओके फिगा खेसुक हुने हो पानी लगातार परिरहेको छ नि। 일기예보에서 밤까지 비가 올 거라고 했어요. ओके यानी कि इल्गी एबोएस भनेको तपाईँको मौसम विभागबाट चाहिँ फामकाजी भनेको रातिसम्म चाहिँ फिगा अल्कराको हेसय भनेको पानी पर्छ भनेर भनेको छ भने है त। सो अब के को पानी परे लगातार पर्यो अनि मौसम विभागबाट चाहिँ पानी लगातार पर्ने कुरा भनेछ भने चाहिँ हाम्रो के होला त्यसको एन्सर चाहिँ भन्नुस् त। विच स्थानको बारेमा हो कि छुमुन अर्डरको बारेमा हो कि नाल्सी मौसमको बारेमा हो कि युविल बारको बारेमा हो भनेपछि हाम्रो यो मौसमको बारेमा है।
किन भन्दाखेरि पानी बढ्ने कुरा यताउति गरिरहेछ सो हाम्रो राइट एन्सर 3 भयो ओके हामी अप्सन क्वेसन नम्बर 3 है ओके किन बजिरहेन just a minute 3번부터 오케이. 4번까지 다음을 듣고 물음에 알맞은 대답을 고르십시오. ओके सामान्य छ साबन गाजी भनेको 3 नम्बरदेखि 4 नम्बरसम्म चाहिँ ठाउँमूल थुतको तलको कुरा सुनेर चाहिँ मुरुमे आल्माजुन थेदाबुल खुरिसिप्सियो भनेको प्रश्नको मिल्ने चाहिँ जवाब चाहिँ दिनुहोस् भनेको छ 3번 3 नम्बर 커피가 많이 뜨거워요? कफीका मानी तुगवायो कफी के छ ज्यादै तातो छ भनेर चाहिँ सोधेको छ है अनि अब हेरौँ अप्सनहरु हामी पढौँ सुनौँ 1. 1 नम्बर 네, 커피가 맛있어요. हजुर कफी मिठो छ अरे मिठो छ कि नै भनेर सोधे भए पो हजुर मिठो छ भन्ने त नि तातो छ कि नै भनेर सोधेपछि कि त तातो छ भन्नु पर्यो कि त तातो छैन भन्नु पर्यो है मिलेन अप्सन नम्बर 1 2. 네, 커피를 정말 좋아해요. हजुर कफी एकदम मन पराउँछु रे कफी मन पराउनुहुन्छ भनेर सोधे भए पो यो एन्सर भन्न मिल्छ नि अनि यो पनि मिलेन 3. 아니요. 커피가 너무 많아요. हैन कफी धेरै छ अरे थोरै छ भनेर सोधे भए हैन धेरै छ भन्ने हो नि त सो यो पनि मिलेन 4. 아니요. 커피가 별로 뜨겁지 않아요. आनियो कफीका फेल्लो तुकप च्याना भनेको होइन कफी खासै तातो छैन तातो छ भनेर सोधे कफी तातो छ भनेर सोधे हो नि त सो त्यही भएर आनियो होइन कफीका फेल्लो तुकप च्याना भनेको कफी खासै तातो छैन है सो हामी 4 नम्बरतिर जाउँ (4번) 우산을 언제 샀어요? ओके उसानुल अन्जे सासयो भनेको तपाईले छाता चाहिँ कहिले किन्नुभयो भनेर सोधेको छ अब अप्सन नम्बर 1 हेरौँ है 1. 싸게 샀어요. एकदम सस्तो गरी किने हैन सस्तो किने भनेर भनेको छ अब कहिले किन्नु भनेपछि सस्तो हुने गरी किने भन्न चाहिँ मिलेन है 2. 조금 전에 샀어요. केही छिन अघि किने भन्न पाइयो बरु हो कि नै एकैछिन अघि किनेको केही छिन अघि किनेको भन्न पाइयो सो अप्सन 2 राइट एन्सर हुन्छ है 3. 비가 와서 샀어요. ओके फिगा वासा सासयो भनेको पानी परेर किने रे वेस उसानुल सासयो किन छाते किने भनेर सोधे भइदिए चाहिँ बरु यो चाहिँ जवाफ हुन सक्थ्यो है तर हामीले कहिले किने भनेपछि समयसँग रिलेटेड छोगुम छ नि सासयो हुन्छ है 4. 편의점에서 샀어요. भनेको अब डिपार्टमेन्ट यो फेनिजम भनेको 24 घण्टे पसलबाट किने भनेको छ अब कहाँबाट किने भने भए चाहिँ फेनिजमबाट किने भन्न पाइन्थ्यो बरु सो हाम्रो अन्जे भने भएर चाहिँ के भयो छोगुम छ नि सासयो है अघि हाम्रो लास्ट क्वेशन छ अब Okay, 5 number question. 5번. 다음을 듣고 이어지는 말로 가장 알맞은 것을 고르십시오. Okay, थाउमुल तुतको दिएको कुरा सुनेर चाहिँ इयोजन माल्लो भनेको मिल्ने चाहिँ एकदम चाहिँ शब्द चाहिँ खाजाङ आल्माजन गसुल खोरिसेप्सियो भनेको एकदम मिल्ने कुरा छान्नुहोस् भनेको छ 한국의 봄은 어때요? कोरियाको फोम यानि कि वसन्त ऋतु चाहिँ कस्तो छ भनेर सोधेपछि अब कस्तो छ भन्ने त है छिगुमुन फोम यो अहिले चाहिँ के हो त वसन्त ऋतु हो वसन्त ऋतु कहिले हो भने अहिले हो भन्न मिल्थ्यो कस्तो छ भने चाहिँ भन्न मिलेन छनुन खाउरुल छुवायो भनेको म शरद ऋतु मन पराउँछु रे तपाईँ के ऋतु मन पराउनु हुन्थ्यो हैन मुसुन खेजुरुल छुवायो भने यो भन्न मिल्थ्यो त्यो भएर पनि मिलेन अनि सामुल बुत्थ ओइल काजी हो हैन अन्जे बुत्थ फोमुन अन्जे बुत्थ हो अनि कि अन्जे बुत्थ फोमी सिजाके हो भने यस्तो भने हैन कहिलेदेखि यो सुरु हुन्छ अथवा कहिलेदेखि चाहिँ फोम हो यो वसन्त ऋतु हो भने भए यो भन्न मिल्थ्यो त्यो भएर यो पनि मिलेन अनि तातो धागो कोछि मानि फ्यायो भनेको मौसम न्यानो हुन्छ र फुलहरू धेरै फुल्छ भन्न पायो नि त कस्तो छ भने चाहिँ एकदम न्यानो हुन्छ र फुलहरू पनि फुल्छ भन्नु पर्यो है ल हाम्रो यो च्याप्टर 7 को सक्यो है अर्को चाहिँ हाम्रो च्याप्टर 8 सुरु गरौँ न हामीले भोलि चाहिँ हाम्रो के छ त च्याप्टर 8 मा भन्दाखेरि खाजुगवा छिंगु यानी कि यो परिवार र साथीहरुको बारेमा चाहिँ फ्यामिली एन्ड फ्रेन्ड्स यसको बारेमा पनि अलिअलि हेरेर आउने है यसको मिनिङहरु पनि याद गर्ने सो हाम्रो आजको लागि क्लास यति नै हुन्छ थ्यांक यू